हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि म धेरै दिन बाद भ्लग लिएर आउँदैछु तपाईँ अगाडि है। अहिले चाहिँ म भर्खर उठेको, मेरो हालत चाहिँ यस्तो भइरहेको छ। मुखहरू धोएर आएको ब्रस गरेर। अहिले चाहिँ बस्दैछ तपाईँको कति 6 बज्न आउँछ। सो आज चाहिँ हामी जाँदैछौँ बिर्ता मोड हो। मम्मी र बाबाको लागि आँखा देखाउनुको लागि हो। त्यही भएर चाहिँ हामी छिटो उठेको। सो अब चाहिँ हामी रेडी हुने, किनभने हामीले गाडी भनेको थियो 5:30-6 बजीतिर भनेको थियो नि त। अन्त अहिले त अलरेडी 6 बज्न आँटिसक्यो। अब रेडी हुँदा हो। त्यही भएर अब हामी चाहिँ रेडी भएर निस्किने। सो म तपाईँलाई देखाउँछु आज के कस्तो हुन्छ, मेरो दिन कसरी बित्छ है। सो यति गर्नु सल्लाह। म चाहिँ अहिले भर्खरै मुख धोएर फ्रेस भएर आएको। सो आज चाहिँ म फेरि भ्लग बनाउनु पऱ्यो भनेर चाहिँ गरेको। धेरै ग्याप भयो। हामी चाहिँ सिलगढी पनि आइसकेको छ है। मान्छे ग्याप हुँदै हुँदैछ मेरो भ्लगहरू चाहिँ। के गर्नु त्यस्तै हुन्छ, टाइमै त मिल्दैन। सो आज चाहिँ म भ्लग बनाउँछु भनेर चाहिँ स्टार्ट गर्दैछु। सो हेर्दै गर्नुहोस् होला, मेरो भिडियोलाई लास्टसम्म हेरिदिनुहोस् होला। सबैलाई चाहिँ बाई बाई। सो अहिले चाहिँ हामी रेडी भइसक्यो। अहिले तपाईँको बज्दैछ 6:30 हुन आँट्यो हो। माई डियर हस्बेन्ड ठिकै छ हौ। वाइट भेस्ट गरममा शीतल हुन्छ नि। गरम छ भनेको कि, तर बाहिर चाहिँ पुरा पानी पर्छ। त्यो झिक्दिन त पानी पर्दैछ हो। आज हामी जाने भनेर शीतल हुने रहेछ। त्यसमा हालिदिनु मेरो पर्स, यो काङ्गीमा हालिदिनु। सो अब चाहिँ हामी चाहिँ जाने, गाडी आउँदैछ अरे। अहिले फोन गरेको थियो हो, बाटोमा छु भन्दै थियो। सो अब हामी जाने, म तपाईँलाई देखाउँछु है। यो चाहिँ मेरो बाटोमा खाने भुजा अनि आलुको चिप्स। बाबा चाहिँ ए छाता हालेन त, छाता त कहाँ पो राखेको छु मैले। एउटा त हाल्यो होला उसले कि, एउटा बोकिनु हुन्छ होला भाइ। फोन निकाल्नु, फोन। यहाँ चाहिँ छ हाम्रो मम्मी। पपिता लानु, छुरीमा हाल्नु पऱ्यो नि त त्यसको लागि त। यो चाहिँ हाम्रो बाटोमा खाने पानी, अनि यो चाहिँ ग्लास तताले हालिदिनु भएको। सो फोन चार्जर खै ज्वाइँको, यो बोक्नुपर्छ त। यति नै होला हौ। यो पर्फ्युमहरू केही बोकेन रहेछ त यो मान्छेले त, लाँदैन अरे। चार्जर, पानी पर्दैछ, यस्तो पानी पर्दैछ। गाडी बोलाउँदैछ। उयो लगाएर चप्पल हाल्छ र हाल्दिनँ म त, उयो चप्पल लगाएर जान्छु। आयो गाडी लिनु, यो यसमा अब त हामी जाने। पानी पर्दैछ यस्तो, आज त शीतल हुने रहेछ। ओ गाडी पनि आयो।
टोइलेटहरु जानु होला कटकटी भित्ता इमिग्रेसन नेपाल नेपाल आएर कस्तो लाग्दैछ नेपाल आएर कस्तो लाग्दैछ पस्यो यहाँ भान्सार काट्नुपर्छ नि त वासरुमहरु जाँदैन सिँगाएर चाहिँ भान्सार काट्नुपर्ने हुन्छ है हाम्रो चाहिँ यहाँ पसिरहेको छ अब यहाँबाट चाहिँ कति टाइम लाग्छ त्यो मलाई थाहा छैन हाम्रो गाडी चाहिँ यो हो गाडी लिएर आएको बाबा आजको दिन चाहिँ यस्तो भइरहेछ कि शीतल भइरहेछ उता चाहिँ पुरा पानी पर्दै थियो हो हाम्रो घरतिर चाहिँ यहाँ चाहिँ पानी परेको रहेछ हामी अहिले इन्डिया र नेपालको बोर्डरमा छौँ है यो चाहिँ नेपाल हो यो चाहिँ नेपाल यो चाहिँ इन्डिया यता चाहिँ इन्डिया फाइनली आइपुग्यो हामी मेची आई हस्पिटल यस्तो रहेछ यहाँ चाहिँ एरिया राम्रो रहेछ मजाको रहेछ मम्मी चुन्नी घिस्यो भित्र सोध्नुपर्छ होला हौ भित्र अहिले चाहिँ हामी खाजा खान आएको छौँ के भन्ने सुक्खा रोटी पराठा खान्थेँ नि म त के हुन्छ सो हाम्रो खाजा आइपुग्यो रोटी एन्ड सब्जी कस्तो लाग्दैछ मम्मी अन्त मेची आई हस्पिटल आएर दामी लाग्दैछ पैसा गएकै छ काट्नु न मेवा खानुहुन्छ
हामी चाहिँ अहिले टेस्टहरू गरेर यहाँ बाहिर बसिरहेको छौँ। 1 घन्टामा बोलाएको छ। पुरा टेस्ट गर्नु भन्यो मम्मीको चाहिँ। पुरा गरम भइरहेको छ मलाई चाहिँ। के गर्नु खानु खाना आउनु नि त ल अब चाहिँ हामी खाना खानु जाने। यहाँको कम्पाउन्ड चाहिँ यस्तो दामी रहेछ कि। यो चाहिँ नजारा यस्तो छ मेची हस्पिटलको चाहिँ। यो चाहिँ डल्लै ठुलो रहेछ भित्र दामी रहेछ। अब चाहिँ हामी खाना खानु गएको। खाना खाएर 1 घन्टामा फेरि जहाँ आउनुपर्छ। अहिले चाहिँ भने हामी खाना खानु आइरहेको छौँ। भोक लाग्यो। सो अहिले चाहिँ म खाना खाएर हस्पिटलमा आइरहेको छु। यो चाहिँ लाइटले गर्दा पुरा उयो लाइटले गर्दा राम्रै आएन कि। मम्मीको चाहिँ लेजर गर्नुपर्ने रहेछ हो। 2 बजी मात्रै हुन्छ अरे। त्यसको लागि चाहिँ म बसिरहेको छु। अन्त यस्तो छ पुरा उयो भयो त बसिरहनु भएको छ वेटिङमा। कसलाई बसिरहेको छु। यहाँनिर चाहिँ देखाउनुपर्छ डक्टर। यस्तो छ यताको चाहिँ। अहिले चाहिँ भने बाहिर आइरहेको छु हामी। अहिले चाहिँ किनभने चाहिँ डक्टर चाहिँ 2 बजी मात्रै हेऱ्यो। अहिले लन्च ब्रेक भइरहेको छ हो। अन्त हामी चाहिँ यसो फोटोहरू खिच्छु भनेर आएको। यहाँनिर चाहिँ पुरा फोटो सेसन हुँदो रहेछ। मान्छेहरू पुरा फोटोहरू खिच्दो रहेछ। किनभने यहाँको कम्पाउन्ड चाहिँ यति राम्रो रहेछ कि तपाईँलाई देखाउँछु म। इस यहाँ चाहिँ यस्तो दामी रहेछ। मजाको रहेछ। मजाको रहेछ क्या यहाँनिर चाहिँ। अन्त हामी चाहिँ जुम एकछिन बाहिर फोटोहरू खिचौँ ल टाइम पास गरौँ भनेर चाहिँ आएको। यहाँ चाहिँ छ मेरो बुढा बिचरा। बाबा पनि आउनुभएको थियो। बाबाको चाहिँ सबै भएर डक्टरहरू देखाएर फर्किनु भयो। मम्मीको चाहिँ पुरा टाइम लाग्ने रहेछ हो। के टेस्ट गर्नु। मम्मीको चाहिँ 2टै आँखामा पुरा प्रब्लम देखायो। त्यहीमाथि सुगर पेसेन्ट भएको कारणले गर्दाखेरि चाहिँ के गर्नु भनेको छ। त्यही भएर चाहिँ पुरा टेस्टहरू गरेर बसेको हो। यहाँ चाहिँ मलाई राम्रो लाग्यो। तपाईँहरूको पनि आउनु सक्नुहुन्छ यहाँ है यो हस्पिटलमा। यहाँ चाहिँ खालि आँखाको मात्रै हुँदो रहेछ। एकदम राम्रो लाग्यो मलाई चाहिँ। जग्गा पनि ठुलो, बेसी भिडभाड पनि छैन भित्र। खुल्ला एकदम राम्रो लाग्यो है। क्लिन सफा हो मजाको रहेछ। अन्त यहाँ चाहिँ मेन रोड चाहिँ यो रहेछ। यो चाहिँ बिर्ता मोडमै पर्दो रहेछ हो। आज त दिनले पनि हामीलाई साथ दिइरहेको छ है। आज शीतल भइरहेको छ हो। आज घामै लागेको फर्क्यौँ न यताबाट। अन्त नजाउँ भित्र हिँड्नु दिँदैन होला। भित्र आउनु न। बाटोमा हिँड्नु के भएको राम्रै। यहाँ त अलिकति गल्ती से थुक्यो भने पनि 500 रुपियाँ फाइन लिँदो रहेछ हो। सफा रहेछ एकदम। मलाई चाहिँ पुरा मन पर्यो। मम्मीलाई चाहिँ भित्र राखिरहेको छु हो। हामीले चाहिँ एकछिन फोटोहरू खिचौँ ल भनेर आएको नि हो। अहिले त लन्च ब्रेक भइरहेको छ। सबैजना स्टाफहरू लन्च गर्नु गएको छ नि त। त्यही भएर अब हामी डक्टर देखाउने। डक्टरले के भन्छ मम्मीको त लेजर गर्नु भनेर भनेको थियो। र पनि सुगर हाई भएको कारणले अब के गर्छ हो। टेस्टहरू चाहिँ गऱ्यो। हेर्दै जाउँ के भन्दो रहेछ कसो भन्दो रहेछ है। हामी चाहिँ मेवा काटेर खाइन्जेल भइसक्यो। मेवा तताले हालिदिनु भएको थियो। हालिदिएको पनि राम्रै भएछ हौ। सो टाइम पास। यो नि 10 दिन न बिचको मम्मीको चाहिँ लेजर गर्नुको लागि लाइन बसिरहनु भएको छ हो। पुरा टाइम लाग्दो रहेछ। अन्त
पर छ मम्मी चाहिँ हामी चाहिँ यता बसिरहेको छु अब कतिजना 2 जनाको पछि छ त्यहाँ अरू पनि बसिरहेको छ कसरी मम्मीलाई मात्रै दिनु नि अन्त अब हामी चाहिँ एकछिन पर्खेको यस्तो छ 3 बजिसक्यो हो आमा मेवा खाने सो आज चाहिँ नेपालमै रात पर्यो मम्मीको चाहिँ लेजर गरेर भोलि बिहान फेरि बोलाएको छ हो इन्जेक्सन लाउनु भन्यो दुईटै आँखामा इन्जेक्सन लाउनु भन्दाखेरि चाहिँ मम्मीको चाहिँ डरले ढुकढुक भइरहेको छ दुईटै आँखामा इन्जेक्सन लाउनु भनेको छ भोलि बिहानै बोलाएको छ सो आज चाहिँ हामी घर जाँदैनौँ अब यतैतिर बस्ने हो रुम हेरेर भोलि बिहानै बोलाएको छ हो यहीँ रात पऱ्यो अन्त अब भ्याउँदैन आज गएर भोलि फेरि बिहानै आउनु पऱ्यो आज चाहिँ यहीँ बस्ने सो मेरो फोनको चार्ज पनि सक्नु आँट्यो आजको लागि म मेरो भक्सुमा इन गर्छु अब हामी रुम हेर्ने रुम हेरेर रुम देख्छु है अन्त चाहिँ म मेरो भिडियोलाई इन गर्नेछु अब यतातिर हेरौँ है र अहिले हामी चाहिँ रुम आइपुग्यौँ रुम लिएर बसेको छौँ यहाँनिर हो अब भोलि फेरि बिहानै जानुपर्छ आज चाहिँ हामी जानु भ्याएन सो आएर चाहिँ अहिले चिया खाँदैछौँ यहाँ चाहिँ मम्मी चाहिँ यहाँ हुनुहुन्छ भोलि के लाउनुपर्छ अरे इन्जेक्सन भन्नु न हौ ए मैले इन्जेक्सन आँखामा र बाहिर चाहिँ रात पर्यो आज चाहिँ हामी घर जानु पाएनौँ भोलि चाहिँ फेरि डक्टर देखाएर जाने र अब चाहिँ मेरो फोनको चार्ज पनि सक्नु आँट्यो हो अब चाहिँ म फोन चार्ज गर्छु र अहिलेलाई भने चाहिँ म मेरो भिडियो यहीँ इन्ड गर्छु फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा हेर्दै गर्नुहोस् होला अहिले बाई 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 भनिदिनु मम्मी बाई 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 भनिदिनु तपाईँ पनि बाई 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 बाई